हेलो साथीहरू, नमस्कार सबैजनालाई। कहाँबाट हेर्नुभएको छ। आज पनि मैले अर्को मिनी ब्लग ल्याइसकेँ। आज चाहिँ मैले यो बेलुकाको भिडियो बनाउँदैछु। बेलुका चाहिँ के कामहरू हुन्छ भनेर चाहिँ आज चाहिँ मैले गाभा पकाउने निधो गरेँ है। हिजो अस्ति त डुले गरेको भिडियो हालेको थिएँ है। घरको काम कसको हुन्न र है। डुले पनि यो दिसुको अलिअलि क्याप्चर गरे पनि मैले चाहिँ यो बेलुकाको चाहिँ आज चाहिँ हजुरहरूलाई चाहिँ सेयर गर्न चाहेँ है। मैले चाहिँ तल बसेर बुढाबुढी बसेर चाहिँ यो गाभा केलाइहरू लिएर आएको थिएँ अनि माथि लिएर आएर पखालेर चाहिँ अनि काटकुट पार्न थालेँ। कलिलो लिएर आएको थिएँ कि कलिलो मिठो हुन्छ डाँठ र कलिलो पातहरू अनि लिएर आएर काटकुट पारेर चाहिँ मैले चाहिँ कुकरमा राखेँ। कुकरमा पकाउन ठिक लाउँछ क्या मलाई चाहिँ गाभा चाहिँ 1-2 सिटी लगाइदिएपछि पाकिहाल्छ लतत्त भइहाल्छ नि त। अनि चोखो पनि आज सोमबार यो भिडियो चाहिँ मैले खास सोमबारको दिन लिएको हो। एडिट गर्दा हेर्नु न आज भइसक्यो। आज मङ्गलबारको दिन बल्ल राख्दैछु। अनि मैले यो गाभा चाहिँ कुकरमा राखेर पानी राखेँ 1 गिलास जति अनि नुन मसला अनि बेसार गरेर राखेँ अनि राखेर पनि अनि फेरि पानी राखेँ। मैले चाहिँ पछि राखेको पानी चाहिँ तलसम्म नुन मसला जान्छ भनेर राखेँ कि अनि ग्यास अन गरेँ। ग्यास अन गरेर चाहिँ कुकर बसालेर अनि सिटी लाउनलाई छोडिदिएँ। मैले चाहिँ यो कुकर 2-3 सिटी लाएपछि पाकिहाल्छ। अनि अलिअलि खतरङ खुतरुङ भाँडाहरू थिए है चिया खाएकोहरूको यो कर्कलो काटेपछि चाहिँ मेरो हात चिलाइ गर्छ क्या। अनि त्यो भाँडाहरू मान्न थालेँ। यो कर्कलो काट्दाखेरि चाहिँ कसको हात चिलाउँछ ल भन्नुहोस् त साथीहरू। मेरो त चिलाएर हैरान लाग्छ क्या। त्यही हात चिलाउनेको डाँडाले पनि मलाई पकाउन खासै मन पर्दैन कि यो कर्कलो चाहिँ। त्यही पनि आज चाहिँ यसको फाइदा धेरै हुने नि त अनि कहिलेकाहीँ खान पर्यो भनेर पकाउन थालेँ। अनि अलिअलि रयल पयल भाँडाहरू माजेर चाहिँ अनि छोरीले बोलाइराखेको थिइन् कि छोरीले चाहिँ होमवर्क गर्दै थिइन्। मम्मी सिकाइदिनु भनिराखेको थिइन्। अनि छोरी थिइन् गएर अनि होमवर्क सिकाउन थालेँ यिनलाई। अनि यिनको किताब चाहिँ पढ्नै पर्छ क्या। कति धेरै भास्ट छ पढ्नलाई 5 क्लासमा पढ्छिन् है। कति धेरै कुराहरू हुन्छ कि अनि यिनलाई चाहिँ बसेर सिकाइराख्नुपर्छ। अनि यिनलाई सिकाउँदै थिएँ अनि ठ्याक्क बाबु पनि आए। यिनीहरूलाई चाहिँ छुट्टै राखेर पढाउँछु क्या मैले चाहिँ। बेलुका चाहिँ सँगै राखेर पढायो भने चाहिँ झगडा गर्छन् है। अनि एउटा चाहिँ मेरै आडामा राख्छु। कहिले बाबु हुन्छ कहिले नानी हुन्छन् अनि मेरै आडामा राखेर चाहिँ पढाउँछु। अनि बाबुले बोलाउन आइन् मम्मी यो जानिनँ भन्न थालिन्। अनि बाबुलाई चाहिँ सिकाउन थालेँ। एकछिन खाना पनि पाक्दैछ यता बाबु नानीहरूको नि होमवर्क सिकाउनु पर्यो नि त। अनि यता आएर बाबुलाई नि होमवर्क सिकाइदिन थालेँ। यिनलाई चाहिँ राम्ररी नै बुझाएर सिकाउनुपर्छ। यिनी सानै छिन् बल्ल युकेजीमा पढ्छिन् कि यिनी चाहिँ। अनि यिनलाई चाहिँ होमवर्क सिकाउँदै अनि यता तरकारी पाकिसकेपछि 2-3 सिटी लायो कुकरले चाहिँ। अनि सिटी लाएर हेरेको चाहिँ कुकर चाहिँ गाभा चाहिँ कति राम्ररी पाकेछ क्या साथीहरू। अनि अब मैले चाहिँ यसलाई खुडखाड पार्न लाएँ। यसले फिट्नेले खुड्यो भने कति राम्ररी हुन्छ क्या। अनि धान्नको लागि चाहिँ कराई बसालेर त्यहाँ चाहिँ रातो खुर्सानी अनि फुराउने कुराहरू अनि तोरी थोरै राखेर 5 पुरान तोरी राखेर चाहिँ धान्नलाई ठिक्क पारेँ। यतिको भएछ कि हेर्नु न कस्तो राम्रो भयो है। अनि धाने है धानेर अरेर चाहिँ चलाउन थालेँ। अनि चलाएर अरेर चाहिँ अनि मैले कागती निचारेर हालिदिन्छु कि यो कर्कलोमा चाहिँ अमिलो मिठो लाउँछ क्या। अनि कागती निचारेर राखेर चाहिँ अनि यता भात बसाल्नलाई रेडी बनाएँ। अनि भात थोरै चोखिन हालेर चाहिँ भात पनि बसाल्न थालेँ। अनि भात पनि पाक्यो। भात तरकारी सबै भएर हामी सबै सँगै बसेर चाहिँ खान थाल्यौँ। बिहानमा चाहिँ हामीलाई पोसिबल नै हुन्न सँगै बसेर खानालाई चाहिँ। केटीको स्कुल हुन्छ नि त अनि छिटो गरेर खुवाउनुपर्छ। अनि नानीले नि आज त मिठो लाग्यो भन्थिन्। कर्कलो खासै खान्थिनन् नि त। अनि नानीले नै खाइन्। अनि हामी सबै सँगै बसेर खाना खान थाल्यौँ। अनि दहीसित मिठो हुन्छ क्या। मैले चाहिँ दही पनि ल्याएको थिएँ। दही कागती निचार्दै खाँदै थियौँ। अनि खाएर अरेर अनि जुठो भाँडा माझ्न थालेँ। मैले चाहिँ सबै खाएर जानुभयो अनि भाँडा माझ्न थालेँ। भाँडासाँडा माझेर अरेर पुछपाछ गरेर चाहिँ सफा राख्न मन लाउँछ क्या मलाई चाहिँ। अनि दुध तताएर सेलाउन राखेँ। बाबु नानीहरू खेलेर आएर खाना खोज्छन् बेलुकामा। अनि पानी पनि राखेँ चुलामाथि सम्झेर
अङ्खरामा अनि बुढाले सटर लाउनु भयो अनि सटर लाएर चाहिँ हामी सबै सँगै भएर बेलुका चाहिँ प्राय हामी हिँड्छौँ नि त छिटो खाना खान्छौँ अनि बाबु रमाउँछन् कि दिउँसो पनि गर्मी हुने अनि बेलुका चाहिँ शीतलो पनि हुने अनि हामी सबै सँगै गफ गर्दै हिँड्दै अनि घर नजिकैको पार्कमा जान्छौँ। यहाँ हाम्रो घर नजिकै कति राम्रो पार्क छ, भिडियो हेर्नेले पक्कै थाहा पाउनु भएको छ, ग्रिन पार्क हो क्या। अनि म चाहिँ एकछिन एक्सर्साइज गरेर अनि आएर बुढादेखि बसेँ, बुढा र बुढी बसेर चाहिँ यहाँ बाबु नानीलाई हेर्छौँ क्या हामीले चाहिँ। बाबु नानीका साथीहरू पनि आएका हुन्छन्, सबैको प्यारेन्ट्सहरूले चाहिँ बुढा केटाकेटीलाई बोलाउनको लागि लिएर आउनुभएको हुन्छ। यति नै है साथीहरू, आजको भिडियो। बाई बाई साथीहरू।